नमस्ते सबैजनालाई। आज चाहिँ मेरो मम टु बी कार्यक्रम थियो अनि हामी चाहिँ होटल रिभर साइड इन मेलाम्चीमा गयौँ। मसँगै काम गर्ने मेरो हस्पिटलको सबै लेडिज टिम जति चाहिँ हामी गएको थियौँ। अनि मलाई चाहिँ भित्र पस्न कस्तो लाज लाग्यो यो ड्रेसमा। सबैजनाले हेर्दाखेरि लास्टै लाज लाग्यो, त्यही पनि म चाहिँ लाज पचाएर गएँ अनि यताउता पोजहरू गरेँ। जता जता क्यामेरा फर्क्या त्यतातिर फर्केर चाहिँ पोज दिएँ। अनि त्यस पछाडि मलाई चाहिँ एउटा भिडियो बनाउन मन लाग्यो स्लो मोसनमा, अनि एउटा भिडियो बनाइदिएँ। कस्तो राम्रो लाग्छ कि मलाई यस्तो भिडियो। हामी चाहिँ म्युजिक बजाएर सबैजना नाच्यौँ। बेलुका 5-6 बजेसम्म त ट्रेनिङमा बसेर अनि हतारले रेडी भएर कोही त अफिसकै ड्रेसमा चाहिँ हामी यहाँ गएको थियौँ। अनि हामी चाहिँ सबैजना एकदमै खुसी भएर नाच्यौँ। डाक्टरहरू अनि नर्सहरू अनि प्यारामेडिक साथीहरू सबैजना हुनुहुन्थ्यो। उहाँहरू चाहिँ एकदमै मेरो लागि मलाई स्पेसल फिल होस् भनेर चाहिँ एकदमै के भन्छ अर्गनाइज गर्नुभएको थियो कार्यक्रम चाहिँ। अनि धेरै रमाइलो पनि भयो अनि धन्यवाद। अनि हामीले चाहिँ दहीचिउरा कार्यक्रम गऱ्यौँ यसरी। हाम्रा गुमा दिदीले चाहिँ मलाई दहीचिउरा खुवाइदिनु भयो, खुसी लाग्यो। यहाँ मलाई मनमा एकदमै स्पेसल फिल भएको थियो। अब मैले भन्न चाहिँ सकिनँ। सिस्टरहरूले गिफ्ट पनि ल्याउनु भएको रहेछ। बेबीको लुगा, बोटो, दौरा। थ्याङ्क यू सो मच सबैजनालाई। कस्तो खुसी लागेको म त। मेरो चाहिँ लुक्स हेर्नुहोस् है त। कसको चाहिँ यस्तो कसले चाहिँ यसरी सुट गर्छ के, पुरा बेहुली जस्तै भएर चाहिँ। यो कसले गरिदिएको थाहा छ? ल ड्यान्टेडे। उहाँ चाहिँ इन्द्रिका बहिनी हो, सिस्टर हो। उहाँले चाहिँ यस्तो मजाले मलाई चाहिँ राम्री देखियोस्, राम्री बनाउनलाई, नयाँ लुक्स आओस् भनेर चाहिँ यति धेरै मेहनत गरिरहनु भएको छ। थ्याङ्क यू तपाईँलाई। अनि हामीले चाहिँ सबैजनासँग फोटोहरू खिच्यौँ। सबै सिस्टरहरू, डक्टरहरू मिलेर चाहिँ हामीले फोटोहरू खिच्यौँ।